नमस्कार। प्रश्नको लागि तपाईलाई धेरै धेरै धन्यवाद। हामीले घरबेटीको दायित्वको बारेमा त कुरा गर्यौं। अब कुरा गरौँ घर भाडामा बस्ने व्यक्तिको दायित्वहरूको बारेमा। हाम्रो नेपालको मुलुकी देवानी संहिता 2074 को दफा 390 मा घर भाडामा बस्ने व्यक्तिहरूको दायित्वको बारेमा व्याख्या गरेको छ। यसमा घर भाडामा बस्ने व्यक्तिहरूले निर्धारित समयभित्र चाहिँ घर बहाल बुझाउनु पर्ने भन्ने व्यवस्था छ। बहालमा लिएको घरलाई आफ्नै घर सरह मानेर उचित संरक्षण, हेरचाह र सरसफाई गर्नुपर्ने भन्ने व्यवस्था गरेको छ। आफू जस्तै बहालमा बस्ने अन्य व्यक्तिहरूलाई असुरक्षा, हैरानी हुने अथवा छरछिमेकलाई हानि नोक्सानी हुने कुनै खालको कार्य गर्नु हुँदैन। मुलुकी देवानी संहिता 2074 को दफा 404 मा चाहिँ घर भाडामा लिएको व्यक्ति 3 महिना भन्दा बढी सम्पर्कमा नआएमा बेपत्ता भएमा चाहिँ घरबेटीले चाहिँ स्थानीय तहमा निवेदन दिएर चाहिँ घर खाली गराउन सक्ने भन्ने व्यवस्था गरेको छ। घर बहालमा लिएको व्यक्तिले घर छाड्न चाहेमा 35 दिन अगाडि नै घरबेटीलाई सूचना दिनुपर्ने, लिखित रूपमा सूचना दिनुपर्ने भन्ने व्यवस्था गरेको छ। यी उल्लेखित व्यवस्थाहरू घर भाडामा बसेको व्यक्तिले उल्लङ्घन गरेमा घरबेटी कानुनले तोकेको हदम्याद अर्थात् 6 महिनाभित्र चाहिँ सम्बन्धित जिल्ला अदालतमा गएर उजुर गर्न सक्नुहुन्छ। धन्यवाद।